पहाडको काखमा रहेको एउटा सानो गाउँमा कमला नामकी एक बुढी आमा बस्थिन्। उहाँको घर सानो थियो अनि घरको अगाडि एउटा झिनो बारी थियो। त्यही बारी नै उहाँको जीवनको आधार थियो। कमला आमाको कोही आफ्ना थिएनन्। श्रीमान धेरै वर्ष अघि बितिसकेका थिए। छोरा विदेश गएर हराए जस्तै भएका थिए। तर पनि उहाँ हरेक बिहान मुस्कुराउँदै उठ्नुहुन्थ्यो। उहाँको दिन सधैँ एउटै तरिकाले सुरु हुन्थ्यो। बिहान सूर्योदय हुनु अघि नै उठ्ने, पुरानो डोको बोकेर धारामा पानी लिन जाने अनि बारीमा काम गर्ने। त्यो सानो बारीमा उहाँले काँक्रो, आलु, गोलभेडा, खुर्सानी र साग लगाउनु भएको थियो। हरेक बिरुवालाई उहाँ आफ्नै बच्चा जस्तै माया गर्नुहुन्थ्यो। बिरुवासँग कुरा गर्दै भन्नुहुन्थ्यो, तिमीहरू राम्रोसँग हुर्क है, मलाई एक्लो महसुस हुन नदेऊ। गाउँका मानिसहरू कहिलेकाहीँ उहाँलाई हेरेर हाँस्थे। उनीहरू भन्थे, यति बुढी भएर पनि किन यत्रो दुःख गर्छिन् होला। तर कमला आमा केही बोल्नुहुन्नथ्यो। उहाँ चुपचाप आफ्नो काममा लागिरहनुहुन्थ्यो। एक वर्ष गाउँमा ठुलो खडेरी पर्यो। धेरैको बारी सुक्न थाल्यो। पानीको अभाव भयो। गाउँका मानिसहरूले बारी छोड्न थाले। तर कमला आमा हार मान्नु भएन। उहाँ हरेक दिन टाढाको खोल्साबाट पानी बोकेर ल्याउनुहुन्थ्यो। ढाड दुख्थ्यो, खुट्टा काँप्थे, तर उहाँले आफ्नो बारी सुक्न दिनु भएन। केही महिनापछि गाउँभरि अचम्म भयो। सबैको बारी सुकिसकेको बेला कमला आमाको बारी हरियाली थियो। त्यहाँ ताजा तरकारी फलेका थिए। गाउँका मानिसहरू उहाँको बारी हेर्न आउन थाले। एकजना युवकले सोध्यो, आमा, तपाईले कसरी बचाउनु भयो यो बारी? कमला आमाले मुस्कुराउँदै भन्नुभयो, मायाले हुर्काएको चिज कहिल्यै सजिलै मर्दैन बाबु। त्यो कुरा सुनेर सबै चुप भए। त्यसपछि गाउँका युवाहरूले कमला आमालाई सघाउन थाले। कसैले पानी ल्याइदिने, कसैले बारी खन्ने। बिस्तारै त्यो सानो बारी गाउँकै सबैभन्दा राम्रो बारी बन्यो। एक दिन गाउँमा कृषि प्रतियोगिता भयो। सबैभन्दा राम्रो बारीको पुरस्कार कमला आमाले जित्नुभयो। पुरस्कार लिँदा उहाँको आँखाबाट आँसु झऱ्यो। उहाँले भन्नुभयो, यो बारीले मलाई बाँच्न सिकायो। मान्छे एक्लो भए पनि मेहनत र आशा कहिल्यै छोड्नु हुँदैन। त्यो दिनपछि गाउँका सबैले कमला आमालाई अझ धेरै सम्मान गर्न थाले। उहाँको सानो बारी गाउँको प्रेरणा बन्यो। यो कथाले हामीलाई सिकाउँछ, सानो मेहनत र